सरासर वचनतिर लिएर जानेछु। हामीले मैले प्रार्थना पनि गरिसकेको छु र हामी बाइबल पढ्टाउनेछौँ। ल तपाईँले शीर्षक लेख्न सक्नुहुन्छ, हामीले किन विश्वासलाई बढाउनु पर्छ, हामीले किन विश्वासलाई बढाउनु पर्छ। आज हामी विश्वासी हौँ, ख्रीष्ट येशूलाई विश्वास गर्ने मान्छे, अनि हाम्रो विश्वास चाहिँ बढ्नुपर्छ। आमेन, बढ्नुपर्छ। आज हाम्रो विश्वास बढ्नुपर्छ, हामीले बढाउनुपर्छ। आज हाम्रो विश्वास बढाउनलाई हामी के गर्छौँ? हामी सङ्गतिमा जान्छौँ, प्रार्थना गर्छौँ, उपवास बस्छौँ, वचन पढ्छौँ, होइन त? हाम्रो विश्वासलाई चाहिँ के गर्छ? यी चिजहरूले चाहिँ बुस्ट गर्छ, बढाउँछ। तर हाम्रो विश्वासको स्रोत चाहिँ के हो त? आज हामी विश्वास भनेको के हो? हामी सबैलाई थाहा छ, हिब्रू 11:1 हामी नहेरिकन भन्न सक्छौँ। तर विश्वासको स्रोत चाहिँ के हो? हाम्रो विश्वासको स्रोत, आज हामी सङ्गति जान्छौँ, सेवा जान्छौँ, प्रार्थना गर्छौँ, अनि फास्टिङ पनि बस्छौँ, तर पनि हामीले चाहे जति विश्वास बढिरहेको हुँदैन। हामी कतिजनाले अनुभव गरेको कुरो, मैले पनि अनुभव गरेको कुरो, म पहिला योभन्दा निकै वर्ष अगाडि यहाँ के भन्छ सेवा आउँथेँ। अब अरू सेवा हुँदैन थियो, अब चेप्टी घर भएकोले यता आउनु पाइँदैन थियो। अनि सेवा आयो, बस्यो, एक दिन शनिबारको सेवा आयो, बस्यो, अनि गयो। 3 दिनसम्म चाहिँ के भन्छ, यहाँबाट गएपछि सेवा गए पछाडि 3 दिनसम्म चाहिँ विश्वासमा कि एकदम डर भएर बसिन्थ्यो। त्यस पछाडि छैन, सकियो। अनि आज हाम्रो पनि के हुन्छ भने हामी सेवा जान्छौँ, सेवा गइन्जेल के हुन्छ, हाम्रो विश्वास बढ्छ। त्यस पछाडि एक समयमा आउँछ त्यो हाम्रो विश्वास तल झर्छ। तर आज तपाईँ अनि मैले चाहिँ विश्वासको स्रोत चाहिँ के हो त? स्रोतलाई चाहिँ पक्रन पर्छ। आमेन। के होला स्रोत? विश्वासको सोर्स। हामी रोमी 10:17 पढौँ ल। रोमी 10:17 तपाईँले भेट्नुभयो भने पढिदिनु होला। हामी सबैले जान्दछौँ यो पनि, यो पदलाई पनि। जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ, र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ। आमेन, आमेन। पास्टर यहाँलाई धन्यवाद छ। यहाँ रोमी 10:17 र जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ, र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ। हाम्रो नेपाली ट्रान्सलेटमा चाहिँ ख्रीष्टको प्रचार भन्नुहुन्छ। अङ्ग्रेजीमा यसो हेर्ने हो भने चाहिँ वर्ड अफ गड भनेको चाहिँ परमेश्वरको वचन। हाम्रो विश्वासको स्रोत चाहिँ के रहेछ? परमेश्वरको वचन। अनि हाम्रो विश्वास चाहिँ कोही बेला के भन्छ, उतार चढाव आउँछ। हाम्रो विश्वासमा एकनासले बढेको हुँदैन। कोही बेला विश्वास बढ्ने, कोही बेला घट्ने, कोही बेला बढ्ने, त्यो हामी सबैले थाहा गरेका छौँ हाम्रो विश्वासलाई। किन भन्दा हाम्रो जीवनमा चाहिँ दिनहुँको बाइबल अध्ययनको कमीको कारणले, दिनहुँ के भन्छ, यहोशू 1:8 हामी सबैलाई थाहा छ। त्यहाँनिर लेखेको छ, परमेश्वरले यहोशूलाई भन्दै हुनुहुन्थ्यो, एउटा कि दिनुहुँदै थियो, चाबी दिनुहुँदै थियो विश्वासको। भन्दै हुनुहुन्थ्यो, तैँले व्यवस्थाको पुस्तक चाहिँ दिन रात के गर्नु? मनन गर्नु, पढ्नु, त्यसमा के भनेको छ त्यसलाई विचार गर्नु। अनि त्यसले चाहिँ के गर्थ्यो? यहोशूको जीवनमा चाहिँ विश्वासलाई बढाउने काम गर्थ्यो। आमेन। उहाँको यो आज्ञा मात्र थिएन, तर के थियो? विश्वासको साँचो, विश्वासको साँचो। इजरायलीहरू कसलाई डोर्याउनु पर्थ्यो? यहोशूले इजरायलीहरूलाई डोर्याउनु पर्थ्यो।
अनि इजरायलहरू के थिए? गनगने थिए, हामी सबैलाई थाहा छ। अनि त्यो के भन्छ, त्यो गनगने व्यक्तिहरूलाई डोर्याउँदा योसेफ पनि के हुन सक्थे? विश्वासबाट पछि हट्न सक्थे। त्यही भएर परमेश्वरले योसेफलाई भन्नुभयो अहिले चाहिँ दिनरात के गर्नु? व्यवस्थाको पुस्तकलाई चाहिँ मनन गर्नु। अनि अहिलेको हाम्रो व्यवस्था भनेको चाहिँ के हो? बाइबल हो, परमेश्वरको वचन हो। आमेन। यो चाहिँ के हो त? व्यवस्था हो हाम्रो लागि। अझै बुझ्ने भाषामा भन्नु पर्यो भने कानुन, ल। हालेलुया। अनि विश्वासको स्रोत चाहिँ के रहेछ त? परमेश्वरको वचन। आज हामी कतिको परमेश्वरको वचन पढ्दैछौँ? जब मैले यो कुराहरू जाने, जब मैले यो कुराहरू बुझेँ, म दिनहुँ परमेश्वरको वचनलाई पढ्न थालेँ। आमेन। हामी श्रीमान श्रीमती दिनहुँ के गर्छौँ? एक अध्याय पढ्छौँ। अनि त्यसको बावजुद पनि फाल्टै पनि हामी पढ्ने गर्छौँ। यसले चाहिँ हाम्रो विश्वासलाई चाहिँ बढाउनमा मद्दत गर्छ। हालेलुया। किनभने विश्वासको स्रोत चाहिँ के हो? परमेश्वरको वचन हो। अनि हामी जब विश्वासलाई बढाउँदै लान्छौँ, तब बढाउँदै लगे पछाडि चाहिँ एक समय आउँछ जब हाम्रो विश्वास चाहिँ कस्तो ठाउँमा आइपुग्छ भन्दा देखिने स्थानमा आइपुग्छ, प्रकट हुने स्थानमा आइपुग्छ। अनि हाम्रो मान्छेहरूले हाम्रो विश्वासलाई देख्छ। त्यो चाहिँ केबाट भन्दा कामद्वारा। अस्ति नै मैले तपाईँहरूलाई बताइसकेको छु। याकुब 2:14 देखि 24सम्म म यो पद मात्रै भन्नेछु। हामीले अस्ति यसलाई पढिसकेका छौँ। विश्वास र काम। हामी विश्वास गर्छौँ अनि त्यसलाई केबाट देखाउँछौँ? कामद्वारा। हालेलुया। लेख्नुभयो? दोस्रो तिमोथी 1:5 हामी पढौँ न। तिमोथीको पुस्तक दोस्रो तिमोथी 1:5। मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ। त्यो विश्वास जो पहिले तिम्रै बजै लोइसमा थियो र तिम्रो आमा युनेसमा पनि मलाई निश्चय छ त्यो विश्वास तिमीमा पनि रहेको छ। आमेन। यहाँनिर पावलले तिमोथीलाई भन्दैछ, किनभने पावलले के गरेको थियो? देखेको थियो। विश्वास अदृश्य चिज हो तर यो देखिन्छ। हालेलुया। हालेलुया। विश्वास चाहिँ तिमोथीको बजैको विश्वास पावलले देखेको थियो। तिमोथीको आमाको विश्वास चाहिँ के गरेको थियो? पावलले देखेको थियो। अनि आज हाम्रो विश्वास पनि देखिन पर्छ, देखिने ठाउँमा आइपुग्नु पर्छ। आमेन। हाम्रो विश्वास देखिँदैछ? यो प्रश्न चिन्ह आफैलाई सोध्नुहोस्। म तपाईँहरूलाई सोध्दिनँ, आफैलाई सोध्नुहोस् के मेरो विश्वास चाहिँ देखिँदैछ? प्रकट हुँदैछ? मैले पनि विश्वास गरेको धेरै भयो। लगभग 2012-13 होला। अहिले 13-14 वर्ष भइसक्यो। भर्खर आएर मैले पनि बुझ्दैछु हाम्रो विश्वास चाहिँ देखिने ठाउँमा आइपुग्नुपर्छ। आमेन। जब देखिने ठाउँमा आइपुग्छ, काम गर्ने ठाउँमा आइपुग्छ, हाम्रो विश्वास चाहिँ अर्को आयाममा जान्छ। हालेलुया। हालेलुया। जब हामी विश्वासको स्रोतलाई लिन्छौँ, त्यहाँबाट हामी विश्वासलाई बढाउँछौँ। बढाउँदै गएपछि हामीले त्यसलाई कामद्वारा चाहिँ के गर्छौँ? अर्को लेभलमा लिएर जान्छौँ, अर्को आयाममा हामी के गर्छौँ? लिएर जान्छौँ। अनि हामीले किन चाहिँ विश्वासलाई बढाउनु पर्छ भन्दा पहिलो कुरा तपाईँले लेख्न सक्नुहुनेछ, हामी विश्वासद्वारा जिउँछौँ। किनभने हामी
विश्वासद्वारा जिउने व्यक्तिहरू हो। विश्वासद्वारा जिउन चाहन्छौ भने आज हामीलाई विश्वास आवश्यक पर्छ। विश्वासद्वारा, किनभने हामी विश्वासद्वारा जिउँछौँ। हबकुक 2:4 देख्नुभयो? हबकुक 2:4 अनि रोमी 1:17 देख्नुभयो? हबकुक 2:4 रोमी 1:17 एकजनाले हबकुक 2:4 पढिदिनुहोस्, एकजनाले रोमी 1:17 पढिदिनुहोस्, अनि हिब्रू 10:38 एकजनाले पढिदिनुहोस् न। रोमी 1:17 किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, यो धार्मिकता जो चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, धर्मी चाहिँ विश्वासद्वारा नै जिउँदछ। हिब्रू 10:38 तर मेरो धार्मिक जन चाहिँ विश्वासद्वारा बाँच्नेछ, यदि यो पछि हट्छ भने त म उसँग खुसी हुने छैन। हालेलुया। आज धर्मी जन चाहिँ विश्वासद्वारा जिउनेछ। आमेन। तर हामीलाई देखिने कुराको यति साह्रो बानी पर्यो, हामीलाई विश्वासद्वारा जिउनु गाह्रो पर्यो। हामी देखिने कुराको आधारमा हामी हिँड्न थाल्यौँ। जब हामी देखिने कुराको आधारमा हिँड्न थाल्यौँ तब हामीलाई विश्वासद्वारा जिउनु गाह्रो पर्यो, स्ट्रगल गर्नु पर्यो हामीलाई। मैले पनि थुप्रो वर्ष स्ट्रगल गरेँ, किनभने हामीलाई बानी परेको छ नि त देखिने कुराको आधारमा हिँड्नु। तर बाइबलले के भन्छ भने धर्मी जन चाहिँ विश्वासद्वारा जिउँछ। विश्वासद्वारा जिउँछ। विश्वासद्वारा जिउनु भनेको के हो? हामी अब्राहमलाई हेर्नु न, परमेश्वरले के गर्नुभयो? परमेश्वरले तेरो छोरालाई चाहिँ के गर? उत्पत्ति 22 अध्याय। छोरालाई चाहिँ लगेर मोरियाको देशमा लगेर के गर? बलिदान गर। अब्राहमले के गर्यो? लगेर बलिदान चढाउन रेडी भयो, तयार भयो नि। अनि अब्राहमले परमेश्वरको वचन सुनेर त्यसको पालन गर्नु चाहिँ उसको निम्ति के थियो? विश्वास थियो हो। अर्को अर्थमा, अर्को शब्दमा भन्नुपर्दा चाहिँ परमेश्वरको वचन अनुसार जिउनु, परमेश्वरको वचन अनुसार हिँड्नु चाहिँ हाम्रो विश्वास हो। आमेन। उहाँको वचन अनुसार जिउनु, उहाँको वचन अनुसार हिँड्नु चाहिँ हामी विश्वासद्वारा हिँड्नु। हालेलुया। अहिले एआईको जमाना छ हैन? साइन्स एन्ड टेक्नोलोजीको जमाना छ। अनि हामी परमेश्वरप्रति विश्वास राख्न गाह्रो पर्छ। मान्छेहरू है के भन्छ विज्ञानको जमाना पो चाहिँ विश्वास गर्छ त्यस्तो कुरा भन्ने खालको कुराहरू गर्छन्। तर तपाईँ अनि म चाहिँ विश्वासद्वारा जिउने व्यक्ति हो भने परमेश्वरको वचनलाई पढ्नु पर्यो, उहाँको वचन अनुसार हिँड्नु पर्यो। हालेलुया। अनि अर्को बुधा, म छिटो छिटो जान्छु ल, अलिक बानी छैन कि टाइम म्यानेजमेन्ट गर्नु अलिक नसकेको महसुस गरेँ। अनि हामी अलिक छिटो हामी जाउँ। अर्को बुधा, हाम्रो विश्वास मूल्यवान छ, किनभने
हाम्रो विश्वास मूल्यवान छ। जुन परमेश्वरलाई हामी विश्वास गर्यौँ, जुन विश्वास तपाईँ अनि म भित्र छ, त्यो चाहिँ के छ? मूल्यवान छ। भन्नुहोस् न मसँग, मूल्यवान छ। पहिलो पत्रुस 1:7। आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित हो र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्। आमेन। हुन्छ, धन्यवाद छ बस्नेहरूलाई। हाम्रो विश्वास चाहिँ के रहेछ? चान्चिने कुरो होइन रहेछ। आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। सुनभन्दा पनि हामीलाई लाग्छ नि सुन चाहिँ एकदम बहुमूल्य चिज हो। अब अलिक धनी धनीहरूको लागि त सुनभन्दा पनि उयो होला, के भन्छ त्यसलाई, हिरा बहुमूल्य होला। तर हामी विश्वास गरेर जिउने व्यक्तिहरूको निम्ति चाहिँ के हो? विश्वास मूल्यवान कुरा हो। आमेन। मूल्यवान कुरा हो। यसलाई हामीले बचाइराख्नुपर्छ, यसलाई हामीले स्थिर राख्नुपर्छ। हालेलुया। हामीले कतिको बढाउँदैछौँ विश्वासलाई, कतिको हामीले विश्वासलाई राखेका छौँ। आज हामी मनन गरौँ। अनि अर्को कुरा, विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। प्रसन्न पार्नु, उहाँलाई खुसी तुल्याउनु। आज हाम्रो उद्देश्य, हाम्रो लक्ष्य भनेको परमेश्वरलाई प्रसन्न पार्नु हो, उहाँलाई खुसी पार्नु हो। अनि आज त्यो विश्वास बिना चाहिँ के रहेछ? असम्भव छ। हिब्रू 11 छ। विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। आमेन। विश्वास बिना चाहिँ परमेश्वरलाई खुसी पार्नु, प्रसन्न तुल्याउनु चाहिँ असम्भव कुरा हो। आज हामी विश्वास बिना नै परमेश्वरलाई खुसी पार्ने प्रयत्न गर्दैछौँ, खुसी पार्ने चाहिँ उहाँलाई चेष्टा गर्दैछौँ भने त्यो अर्थहीन हुन्छ। मैले भनेको होइन, बाइबलले हिब्रू 11:6 विश्वास बिना चाहिँ हामी परमेश्वरलाई खुसी पार्न सक्दैनौँ। परमेश्वरलाई खुसी पार्न हो भने चाहिँ विश्वास चाहिन्छ। हालेलुया। हामीलाई सहज परिस्थितिमा विश्वास गर्छु, प्रभु म विश्वास गर्छु भन्नु सजिलो हुन्छ। जब सबै कुरा आफूले सोचेको जस्तो हिसाबले गइरहेको हुन्छ, आफूले भनेको हिसाबले गइरहेको हुन्छ, तब हामी परमेश्वर म तपाईँलाई विश्वास गर्नु भन्नु सजिलो पर्छ। तर जब कठिन परिस्थिति आउँछ, जब समस्या आउँछ, त्यति बेला म परमेश्वर तपाईँलाई विश्वास गर्छु भन्नु एकदम गाह्रो पर्छ। किनभने हामीले विश्वासलाई बढाएकै छैनौँ नि त। हालेलुया। हामी अयुबलाई हेरौँ न। अयुबको जीवनमा कस्तो ठुलो सङ्कट आयो। क्षणभरमा करोडपतिबाट रोडपति, अहिलेको भाषामा भन्नुपर्दा करोडपतिबाट रोडपति। उसँग भएको सबै धन सम्पत्तिहरू एकै छिनमा स्वाह भएको छ। र पनि उसले अयुब 1:21 के भन्छ हामी पढौँ। अयुबको पुस्तक 1:21 र भुइँमा घोप्टो परेर दण्डवत गरी भने, म आफ्नै आमाको गर्भबाट नाङ्दै आएँ अनि म नाङ्दै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्। आमेन। मजाको कुरा अयुबले भन्दैछ, परमेश्वरले दिनुभयो, परमेश्वरले लानुभयो, परमेश्वरलाई नै प्रशंसा होस्, परमेश्वरलाई नै प्रशंसा होस्। आज हामी भने जस्तो भएन भने गनगन गरी पठाउँछौँ, रिस उठ्छ।
मलाई पनि पहिले पुरा रिस उठ्थ्यो। म पनि तपाईँले अहिले देख्दै गर्नुभएको भन्दा म खतरा भयङ्कर रिसा। मेरो दिदी यहाँ छ, 2 जना भाइ छ, यिनीहरूलाई मैले कति कुटे कति कुटे यिनीहरूलाई। त्यस्तो भयङ्कर रिसा। तर परमेश्वरलाई धन्यवाद होस्। हालेलुया। परमेश्वरलाई धन्यवाद भएको होस्। परमेश्वरले नम्र तुल्याउनु भयो। आमेन। परमेश्वरले नम्र तुल्याउनु भयो। अनि परमेश्वरमा विश्वास हामीले गर्नुपर्छ, बढाउनुपर्छ, स्थिर रहनुपर्छ। आज हामीमा ट्यालेन्टहरू होला, हामीले योजना बनाएको होला। आज हाम्रो ट्यालेन्टले, अहिले त भाइरलको जमाना छ नि त, हाम्रो ट्यालेन्टले हामीलाई भाइरल बनाएन भने पनि हामीले परमेश्वरमाथि भरोसा गर्नुपर्छ, विश्वास गर्नुपर्छ। आमेन। आज हामीले बनाएको योजनाहरू पुरा नहुँदा पनि भन्न सक्नुपर्छ, म तपाईलाई विश्वास गर्छु। आमेन। आज हामीले भने जस्तो नभएको होला, त्यो अवस्थामा पनि परमेश्वरलाई भन्न सक्नुपर्छ, म तपाईलाई विश्वास गर्छु। हालेलुया। इजरायलीहरू जब मिस्रबाट लाल समुद्र तरेर गए, परमेश्वरलाई प्रशंसा गरे। ओहो परमेश्वर, तपाईँ त शक्तिशाली हुनुहुन्छ, हामी तपाईँमाथि भरोसा गर्छौँ, विश्वास गर्छौँ, तपाईँको प्रशंसा गर्छौँ। प्रशंसाको गीतहरू पनि गाए। प्रस्थान 15:1 देखि 14 तपाईँले पाउन सक्नुहुन्छ, लेखिराख्नुहोस्। तर जब त्यसको 3 दिन पछाडि गनगन सुरु गरिहाले, अनि गनगन चाहिँ अविश्वासको चिन्ह हो। गनगन गर्नु चाहिँ अविश्वासको चिन्ह हो भनेको परमेश्वर तपाईँमाथि शङ्का लाग्दैछ है भन्नु खोजेको। शङ्का लाग्दैछ है। यदि हामी गनगन गर्दैछौँ भने हामीले विश्वासलाई पक्रिराखेको छैनौँ। हामी गनगन गर्दैछौँ भने हामीलाई दिनौँको बाइबल अध्ययनको जरुरत छ, आवश्यक छ। इजरायलीहरू जस्तो नहौँ। जब परमेश्वरले जुटाउनु भयो, जब परमेश्वरले आश्चर्य कर्म गर्नुभयो, उनीहरू के गरे? परमेश्वरलाई प्रशंसा गरे। हामी पनि खुसी भएको बेला हो नाचेर गाएर हामी परमेश्वरलाई प्रशंसा गर्छौँ। तर जब दुःखको अवस्थामा पनि हामीले परमेश्वरलाई प्रशंसा गर्न सक्नुपर्छ। अयुबले भने चाहिँ भन्न सक्नुपर्छ। त्यो कति बेला सक्छौँ? जब हामी हाम्रो विश्वासलाई बढाउँछौँ तब मात्र सम्भव छ। हामी विश्वासलाई बढाउँदैनौँ, हामी विश्वासलाई चाहिँ अर्को लेभलमा लाँदैनौँ भने, विश्वास गर्दैनौँ भने त्यो कुरा गाह्रो पर्छ। अनि अन्तिम बुधा हामी किन विश्वासलाई बढाउनु पर्छ भन्दा शत्रुको प्रहारलाई रोक्न। आज हामीलाई शत्रुले सजिलै ढालिरहेको हुन्छ। याद गर्नुभएको छ? विचार गर्नुभएको छ? कहिले मनन गर्नुभएको छ? सजिलै ढाल्छ शत्रुले। धेरै ठुलो कुरा पनि गरिरहनु पर्दैन। सानो कुराले हामीलाई लडाइरहेको हुन्छ। किन भन्दा हामीले विश्वासलाई मजबुत गरेका छैनौँ। एफिसी 6:16 पढिदिनुहोस् न कसैले। आमेन। के गर? विश्वासको ढाल उठाओ। शिल्ड, ढाल भनेको छेक्ने। हामीले मिलाको जुत्ता पनि लायौँ, धार्मिकताको छातीपाता पनि लायौँ, अनि मुक्तिको टोप पनि लायौँ, पवित्र आत्माको तलवार पनि लियौँ।
अनि शत्रुसँग लडाइँ गर्न गयो भने शत्रुले जब प्रहार गर्छ कहाँ लाग्छ नि शिल्ड छ भने के गर्न सक्छौ मानिलियो यो शिल्ड भयो शत्रुले प्रहार गर्यो भने कहाँ लाग्यो यहाँ लाग्यो बुझ्नुभयो कुरो शत्रुले प्रहार गर्दा कहाँ लाग्यो यहाँ लाग्यो शिल्डमा लाग्यो शिल्ड छ भने अब शिल्ड छैन भने चाहिँ मेरो भन्नु केही छैन विश्वासले चाहिँ के गर्छ त्यहाँनिर अलिकति पछाडि पढिदिनुहोस् त कसैले विश्वासको के भनेको छ त्यहाँ ढाल उठाऊ त्यसको पछाडि जसबाट दुष्टको सबै भन्नुहोस् त सबै अग्निबाट चाहिँ के गर्न सक्छौ निभाउन सक्छौ सबै प्रहारहरू चाहिँ विश्वासले चाहिँ के गर्ने रहेछ विश्वासले चाहिँ रोक्ने रहेछ तब हामी मजबुत हुन्छौँ अनि हामी के गर्न सक्छौँ आत्मिक लडाइँमा लड्न सक्छौँ तरबार मात्रै लिएको छ कसैले जुत्ता पनि लगाएको छैन भने हुन्छ त्यो मान्छे यसो विचार गर्न त उता चाहिँ शत्रु चाहिँ के छ फुल्ली आर्मर छ फुल्ली आर्म छ ऊ चाहिँ पुरै सबै अस्त्र शस्त्र बोकेर बसेको छ अब हामी चाहिँ तरबार कसैले त तरबार मात्रै बोक्नु भएको होला तरबार मात्रै बोकेर गयो भने के हुन्छ हान्नु त हान्ला नि तब जब शत्रुले प्रहार गर्छ नि हामीलाई सजिलै ढाल्न सक्छौँ त्यही भएर पनि हामीले विश्वासलाई बढाउन पर्छ आमेन अहिले हामी कस्तो अवस्थामा जिइरहेका छौँ ठाउँमा मान्छेलाई प्रचार गर्नै दिएको छैन अस्ति मैले एउटा भिडियो हेर्दै थिएँ युकेमा पास्टरलाई प्रचार गर्यो भनेर जेल लग्यो अनि अस्ति एउटा न्युज सुन्दै थिएँ मणिपुरमा सायद 3 जना होला प्रभुका जनहरूलाई मारियो अनि हामीलाई विश्वास चाहिँ सबैभन्दा बेसी कति बेला चाहिन्छ भने नि जब हामी समस्या गर्छौँ जब हामी माथि समस्या आएको छ त्यति बेला हामीलाई विश्वास एकदम जरुरत पर्छ विश्वास एकदम जरुरत पर्छ आवश्यक पर्छ यदि अहिले हामीले विश्वासलाई बढाएनौँ भने हामी खराब दिनहरूलाई सामना गर्दाखेरि चुकी पठाउँछौँ खराब दिनहरूलाई सामना गर्न सक्दैनौँ हालेलुया हालेलुया समय अब कस्तो आउने हो थाहा छैन कस्तो हुने हो नेपालको पनि कानुन अब थाहा छैन अस्ति संसदमै कुरो उठ्दै थियो माननीयज्यूले त्यो लक्षित इसाईहरूलाई लक्षित गरेर के भन्नुहुँदै थियो भने केही कुराहरू राख्नु भएको म तपाईँहरूलाई भनिदिनु भएको थियो त्यो केही कुराहरू गर्नुहुँदै थियो हिजोको दिनमा थोरै थियो आज कसरी यिनीहरू यतिका बेसी भयो भन्ने खालको कुरो लालसनाहरू लाउँदै थियो तर जस्तो समय परिस्थिति आए तापनि हामी परमेश्वरमा स्थिर रहनुलाई हो भने चाहिँ हाम्रो विश्वास बढाउनै पर्छ दिनहुँ बाइबल अध्ययन गर्नै पर्छ एक दिन पढेर मात्रै काफी छैन 2 दिन पढेर मात्रै काफी छैन दिनहुँ डेली तब चाहिँ हामी के गर्न सक्छौँ विश्वासलाई बढाउँदै लिएर जान सक्छौँ हबकुकको पुस्तकबाट मैले अस्ति तपाईँलाई भनेको थिएँ हबकुकको समय कस्तो थियो भन्दा तपाईँले पढ्दै जान सक्नुहुन्छ हबकुकले उजुरी गरेको छ क्या परमेश्वरमा दुष्टहरू सफल भइरहेको छ तपाईँको धर्मी जनहरू पेलिरहेको छन् 7-8मा छौँ हामी तपाईँका धर्मी जनहरू तर दुष्टहरू त सुख शान्तिमा छ तर त्यही अवस्थामा पनि हबकुक 3 र 17 र 18 पदले के भन्छ भने नि चाहे ताकको बोटमा मुना लागोस् वा नलागोस् अनि 18 पदमा गएर म परमप्रभुमा रमाण गर्दैछु उसले एउटा अठोट गर्दैछ निर्णय लिँदैछ चाहे मेरो परिस्थिति बदलियोस् नबदलियोस् चाहे ममा भएको ट्यालेन्टले मलाई पपुलर फेमस बनाओस् नबनाओस् ख्याति कमाओस् नकमाओस् म
परमेश्वरमा रमाइलो गर्नेछौँ। त्यो अठोट गर्न आवश्यक छ। आज हामी मण्डलीले भने, आज हामीले भने जति पैसा कमाउँ नकमाउँ, आज हामीलाई भने जस्तो होस् नहोस्, ती अवस्थामा पनि ती क्षेत्रमा भएर जान हुँदैन नि, हामीले के गर्नुपर्छ? विश्वासलाई दह्रो पार्नुपर्छ। प्रकाश 2:10 लेखिराख्नुहोस् यसलाई पनि, टाइम छैन। प्रकाश 2:10 अनि हामी दोस्रो तिमोथी 4:7लाई पढेर उहाँको वचनलाई सक्नेछौँ। दोस्रो तिमोथी 4:7। मैले उत्तम लडाई लडेको छु, मैले दौड सिध्याएको छु, मैले विश्वासलाई बचाइराखेको छु। आमेन। 8 पनि पढिदिनुहोस् न। अब उपरान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन तर उहाँको पुनरागमन प्रिय मान्नेहरू सबैलाई दिनुहुनेछ। आमेन। आज हामी विश्वासको उत्तम लडाई लड्न हो भने हामीले विश्वास बढाउन पर्छ। विश्वासलाई आखिरी समयसम्म बचाइराख्नु भने विश्वास बढाउनु पर्छ। समय अहिले नै छ। अब हामी विश्वासलाई बढाउँ, विश्वासलाई हामी अर्को आयाममा लिएर जाउँ। अहिले हाम्रो परिस्थिति सहज छ। हामी सहज तरिकाले हामी परमेश्वरलाई सेवा गर्न सक्छौँ, उहाँलाई आराधना गर्न सक्छौँ। भोलिको दिन भन्न सकिँदैन कस्तो अवस्था आउने हो, तर त्यो अवस्थामा पनि स्थिर रहनलाई भने अहिलेदेखि नै तयारी गरौँ। आमेन। अहिलेदेखि नै तयारी गरौँ। अहिलेदेखि नै हाम्रो विश्वासलाई दह्रो बनाइराखौँ। अहिलेदेखि नै हामी दिनहुँ बाइबललाई अध्ययन गर्ने बानी बसालौँ। अब जब आखिरी समय आउँछ, जब हाम्रो जीवनको त्यो मोडमा आइपुग्छौँ, परमेश्वरसँग मिलन हुने समय, तब हामी भन्न सक्छौँ मैले विश्वासलाई बचाइराखेको छु। मेन। अनि 8 पदले के भन्दैछ भन्दा त्यस पछाडि चाहिँ के राखिएको छ? इनाम राखिएको कुराहरू पावलले तिमोथीलाई गर्दछ। आज इनाम पाउने हो भने हामीले विश्वासलाई बचाइराखौँ। विश्वासलाई बचाइराख्न हो भने विश्वासलाई बढाउँ। हालेलुया। उहाँमाथि जस्तोसुकै परिस्थितिमा पनि धन्यवादी हौ। एक समय यस्तो अवस्था पुग्थ्यो हाम्रो घरको, कसै सहयोग माग्नु आयो भने 5 रुपियाँ पनि थिएन हाम्रो घरमा। कुनै समय पैसा हुने घर, समाजले नै हुने खाने भनेर गनेको घर। एक समय यस्तो आयो, भेटीको पैसा पनि हुन्थेन, कसै सहयोग माग्नु आयो भने पनि लाजमा परिन्थ्यो। त्यो अवस्था पनि मैले परमेश्वरमाथि विश्वास गरेँ। हालेलुया। धन सहयोग माग्नुहरू चाहिँ आएन। ल हामीले बुझौँ, यसलाई मनन गरौँ, अनि यसलाई हामीले केमा गरौँ? काममा लगाउँ। अब हामी इनाम पाउने व्यक्तिहरू बनिनेछ। आमेन। हुन्छ, यति भन्दै म यो समय फेरि पनि यहाँदेखि रहल समयमा हाम्रो आदरणीय पास्टरलाई जिम्मेवारी दिँदै तपाईँहरू माझ बिदाउन चाहन्छु। तपाईँले धैर्य धारण गरेर सुनिदिनु भयो। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। र यो समय हाम्रो पास्टरलाई जय मसीह।